हेलो गाइज, गुड मर्निङ, ह्याप्पी न्यू इयर, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी न्यू इयर मनाउनको लागि हिँड्दैछौँ तेल नलाग्ने गाडीमा सरक 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 सरक। एन्ड देन यो पहिलेको भन्दा चाहिँ एकदम धेरै मान्छे छ है अहिले चाहिँ मस्त मान्छे छ। अनि त्यसपछि मैले भ्लग स्टार्ट युट्युबमा जोड्नु ठ्याक्कै 3 वर्ष भयो। माटो यो चाहिँ ठ्याक्कै देब्रे खोला। अबबाट ठ्याक्कै 4 घन्टामा हामी पुग्नेछौँ पिकनिक स्पोटमा। गाइजहरू बगाउँदै अहिले हामी 10 नम्बरबाट आइपुग्यो। के भन्छ यसलाई 10 नम्बरमा? आई डोन्ट नो, बाङ्ग्रिङ आइपुग्यो। अब यो डाँडा पारि हो हामी जाने। लेट्स सी हेरौँ कस्तो छ। यो चाहिँ खाजा खाँदै बोक्दै। हेलो, दिस इज माई भ्लग। मेरो भ्लगमा स्वागत छ। मेरो भ्लगमा सब्सक्राइब गर्नु होला। दिस इज माई भ्लग। अब आइमिस सबजना। अब चाहिँ हामी घर हिँडेको सक्यो। अब चाहिँ हामी घर हिँडेको, त्यही भएर एकचोटि फोटो खिचेर जान लागेको छ। पछाडि चाहिँ दुर्गाजी रहेको छ, दुर्गाजी। अनि उता अरूहरू हिँडिसकेको छ है त, उता पनि हिँडिसकेको छ। अरूहरू चाहिँ गएको हेर न बाइकमा, अनि हामी चाहिँ हिँडेर क्या, यत्तिकै हिँडेर क्या, खाइ नसकेको अनि भोक लाग्छ। त्यही भएर फोटो खिच्नलाई धमाधम बसिरहेको छ। हामी पनि त्यस्तै नै कैलाशको प्लान हामी चाहिँ यहाँनिर अब भिडियो के अरे फोटो खिच्न लाग्यो। सर न दाइ मलाई दिनु न। अब चाहिँ हामी फाइनली गाइस हिँडिसकेको छ। हामी चाहिँ कहाँको के अरे ढक्का ढक्का त होइन, खै कहाँ थाहा भएन। अब हिँडिसक्यो, त्यहाँ पुगिसक्यो। अनि माइकले लास्टमा रहेको छ। यता मेरो भएन, यता खै मेरो भाइहरू हरायो त हौ। उता मेरो भाइ हुँदै नि भन्नुहोस् त हौ। यता मेरो भेना भन्नुहोस् त। यतापट्टि चाहिँ इष्टमित्र तिन बजिसक्यो रे। अनि गुनासो धेरै छ यहाँ साथीहरूको। हामीलाई घर जान ढिला भइसक्यो, 3 बजिसक्यो। 2 बजे मेरो के गर्नु। अब हामी 6-7 बजे भन्दा अगाडि चकमकी पनि पुग्दिनँ 7 बजे होइन। अनि त्यसपछि हामी कतिखेर घर जानु भनेर ढिलो भइसक्यो भने अरे एउटाले। त्यस्तै हो आजको कुरा चाहिँ। तर रमाइलो भयो। साथीहरू एकछिनै म डका सरी डका छ। त्यहाँदेखि पछि पनि मस्त
खुट्टाको चाहिँ भिडियो अनि के त अनि के अरे ब्रोइलरको मासु खाएर यस्तो भएको के त अनि धेरै खाएर एउटा टनक्कै भयो यहाँ टनक्कै अनि यता चाहिँ कता गएर मान्छे धेरै खाएर थर भएर धेरै खाएको छुइनँ ठिक्कमा चाहिँ खाएको छु ल तर हामीले खाने चाहिँ चिसो चाहिँ खाएकै हो बुझाइन तिमी त्यस्तो नभन् न भन्ने छ अरे उताले उनीहरू भने यस्तो गर्दा दिक्क बनायो भिडियो हेरेर दिक्क हँस्न आएर भिडियो हेरेर त्यो थोप्रा हेरेर झन् दिमागै खराब हुन्छ नको त मात्रै थुप्रै हेर्न परोस् भन्ने तालले बनाइदिउँ न भिडियो 6 बजे 6 बजेभन्दा अगाडि नै पुग्ला नपुग्ला 5:30 5:30 कि 6 5:30 चौकैबाट त टेन्सन भएन क्या चौकैबाट हिँड्दाबाट हुन्छ भन्दा नि खुट्टै दुखिसकेपछि त दुखे पनि त्योभन्दा उता त हिँडिरहेको बाटो हिँडिहाल्छ नि हेलो यो बाटो पनि त हिँड्छ आई मिस यु भन आई मिस यु भन्दै दुर्गाले के भन्नु भन्छ माई भ्लग वेलकम माई भ्लगमा वेलकम छ मेरो भ्लगमा भन नाम साम सरी दिए पनि थाहा पाउँ मेरो युट्युब च्यानलको नाम चाहिँ सोगा च्यानल 9717 सर्च गरेर सब्सक्राइब गरिदिनु होला लाइक एन्ड सब्सक्राइब मेरो बुढी चाहिँ यत्रो भएको छ माई बिग 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 बुढी थ्याङ्क यू सी द माई भिडियो इङ्ग्लिस टुटा फुटा इङ्ग्लिस आई एम सिकिङ लर्निङ बोलिङ भन्न आई एम बोलिङ आई एम स्पिकिङ कहाँ बोलिङ हुन्छ आई एम स्पिकिङ सिकिङ भनेपछि त बोलिङ होइन ल्या कसरी हुन्छ हुँदैन ठाउँ त के हो ठिक छ ठाउँ यति नर भन्छ तर हिमाल निक्ल्यो भने ठिक र भन्छ हिमाल निक्लिएर